काठमाडौँ महानगरमा विश्वचर्चित मेयर बालेन छन्। उनको काम कारबाही र काम गर्ने तरिका, विकास र सोचको विषयमा सबैले प्रशंसा गरेकै हुन् र उनलाई भविष्यको सम्भावनाको रूपमा हेरिरहेछ। देशको प्रमुख व्यक्ति भनेर देश विकास गर्लान् भन्ने पनि छ। तर हालसालैका एउटा दुईटा घटना हेर्दा उनको स्थिति पनि निकै अप्ठ्यारो भएको देखिन्छ। समर्थन पनि बिस्तारै बिस्तारै शान्त हुँदै गएको देखिन्छ। केही समय अगाडि उनले नचाहेका, नरुचाएका र निलम्बन गरेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले हाजिर गरे। बालेन पहिला जस्तै चुप लागेर बसे र आज आएर महानगरीय प्रहरी प्रमुख राजुनाथ पाण्डे पनि तिनै सरोज गुरागाईबाट निलम्बित भएका छन्। बढीमा 6 महिनाको लागि निलम्बन भनेको छ। तर बालेन चुप छन्। सायद उनी चुप नै रहन्छन्। अब उनले के गर्लान्, कसो गर्लान् भन्ने कुरा त उनको स्ट्याटसले बताइहाल्छ। भरे भोलि स्ट्याटस आइहाल्छ। त्यहाँभन्दा बढी उनीहरूले केही गर्दैनन्। अहिलेसम्म गरेको देखेको त्यही नै हो। तर मैले भन्न खोजेको कुरा चाहिँ के छ भने बालेनको स्ट्राटेजीको कुरो गरेको। बालेनको स्ट्राटेजी नबोल्ने थियो। उनी अनावश्यक कुरो अनावश्यक ठाउँमा बोल्दैन थिए। आवश्यक परेको कुराहरू बेला बेला फेसबुक स्ट्याटसबाट निकाल्थे, लेख्थे, त्यसैमा व्यक्त गर्थे र जति बोल्नु पर्थ्यो कार्यपालिका बैठकमा चाहेको बेला बोल्थे। कुनै पनि मिडियामा प्रसार गर्दै बोल्दै अन्तर्वाद दिँदै उनी आउँदैनथे। अब यो स्ट्राटेजी किन हो त भने चुनावभन्दा अगाडि उनले जतासुकै बोलेको, जुनसुकै मिडियामा गएर आफ्नो कुरो राखेको, भिजन राखेको, देखाएको हामी सबैले सुनेको, बुझेको, त्यसैको आधारमा उनले जितेका हुन्। देश विदेशबाट सबैले समर्थन गरे। यस्तो मान्छे हामीलाई चाहिन्छ, युवा हो, पढे लेखेको छ, स्ट्रक्चरल इन्जिनियर हुन्, त्यो कुरा आएको थियो र उनको कुरा पनि सोच पनि एकदम राम्रो थियो। भनेको अर्थ उनी नबोल्ने मान्छे होइन नि, मजाले बोल्ने मान्छे हुन्, मिडिया फ्रेन्डली मान्छे नै थिए। तर पछिल्लो समयको उनको स्ट्राटेजी थियो। धरानका मेयर हर्कराज राई, हर्क सम्पाङ बढी बोलेर आलोचित छन्। काम गर्छन् उनी, उनको काम गर्ने शैली बेग्लै छ, राम्रो छ, तर बढी बोल्छन् अनि अन्तर्वार्ता पनि दिइरहन्छन्, फेसबुकमा पनि लेखिरहन्छन्। यसरी उनी चाहिँ अलिकति आलोचित छन्। बढी कम बोले हुन्थ्यो नि, जेसुकै कुरामा उत्तर नदिए हुन्थ्यो नि भनेर भन्छौँ। र बालेन चाहिँ बोल्दै नबोलेर, उनको स्ट्राटेजी नै नबोल्ने छ। यो स्ट्राटेजी नै हो यो। र यो नबोलेर मिडियामा नआएर उनको मूल्य बढेको थियो। किनभने जति धेरै बोले उति बढी गल्ती गर्छन्। नेताहरूले विभिन्न खालका बाचा गर्छन्, बोल्छन्, तर पुरा गर्दैनन्। उनी ठिक्क बोल्छन्, त्यो पनि कार्यपालिका बैठकमा बोल्छन्, त्यसको अलिअलि भिडियो आउँछ। त्यो बाहेक अरू बेला कुनै मिडियामा अन्तर्वाद दिँदैन, बोल्दैन। भनेपछि उनको यो नबोल्ने स्ट्राटेजीले काम गरिरहेको थियो। तर अब के भयो पछिल्लो समय भने यही नबोल्ने स्ट्राटेजीलाई नै कमजोरी पत्ता लगाएर अथवा यसैलाई कमजोरीको रूपमा प्रयोग गरेर कमजोरी बनाउँदै उपमेयर सुनिता डङ्गोल लगायत अरू वडाध्यक्षहरू, अरू सदस्यहरू मिलेर जसरी अहिले चाहिँ राजुनाथ पाण्डेलाई निष्कासित गरियो र त्योभन्दा अगाडि सरोज गुरागाईलाई जसरी चाहिँ कार्यकारी प्रमुखलाई ल्याइयो, त्यो कुराले चाहिँ अब यिनको नबोल्ने स्ट्राटेजीको समय सकेको कुरो बताउँछ। यिनका सबभन्दा नजिकका सल्लाहकार मध्येका कुमार बेनले पनि सोच्नुपर्ने बेला आयो। अब चाहिँ गणेश कार्की, कुमार बेन, अब भिक्टर पौडेल, यी सबैले चाहिँ यो विषयवस्तुलाई सम्झाइदिनु, बुझाइदिनु गर्नुपर्ने बेला आयो कि अब नबोलेर गर्ने कुरा, नबोलेर गर्ने प्रभाव सिद्धिएछ है। अब बोल्नुपर्छ है, यो विषयवस्तुमा आउनुपर्छ, कुराकानी गर्नुपर्छ। मान्छेले पटक पटक भनिरहेछन् पहिलाको सरोज गुरागाईको काण्डमा, रवि लामिछाने लगायतको कुरामा, रासोपाको कुराहरूमा, अरू धेरै कुरामा, सरकारीले गरेका रवैयाहरूको विषयमा थुप्रो कुरामा किन बोल्दैन बालेन पनि बोल्दै स्ट्राटेजी नबोल्ने हो। अब पनि यिनले यही स्ट्राटेजी अगाडि बढायो भने चाहिँ यो नबोलेर गर्ने अवस्था, नबोलेर पार्ने असर अब सिद्धिएको है। अब चाहिँ यिनका सल्लाहकारले सल्लाह दिनुपर्छ। बालेनसम्म यो कुरो पुग्यो भने अब नबोलेर नै समय सकियो। अब बोलेरै कुरा गर्नुपर्छ, कतै इन्टरभ्यू दिनुपर्छ, आफ्ना कुराहरू बताउनुपर्छ, अथवा पत्रकार सम्मेलन गर्ने, अथवा सार्वजनिक जीवनमा आउने। अब बालेनले आफूलाई स्पष्ट पार्ने समय आयो। फेसबुक स्ट्याटसले मात्रै चल्दैन, सुनिता डङ्गोलले भने जस्तो स्टन्टले मात्रै हुँदैन। अब चाहिँ एक्सन नै चाहियो, अब चाहिँ स्पष्टता नै चाहियो है।